म तपाईँलाई के भन्न आएको भने आइफोन र स्यामसङ मध्ये अहिले धेरैजनाको म फोन हेरेँ र फोन चेक गर्दाखेरि पनि के भेटायो भन्दाखेरि आइफोन सबैसँग हुन्छ, किनभने आइफोन भनेको एउटा ब्रान्ड भ्यालु भइसकेको छ, त्यो जोसँगै पनि हुन्छ। तर अलिकति युनिक र अलिकति लङ लास्टिङ हुनलाई चाहिँ पछि अब भविष्यमा केही नहोस् भन्नलाई स्यामसङ युज गर्नु, किनभने स्यामसङ वान अफ द बेस्ट रहेको छ र ठुल्ठुला मानी मान्छेहरूले लगायत नयनदेखि गरिबसम्म सबैलाई आइफोन रहेको छ, किनभने मिड रेन्ज बजेट अनि त्यसपछि हाई रेन्ज सबै रहेको छ। एकचोटि लिनुहोस् स्यामसङ, थोरै इन्भेस्ट गर्नुहोस्, किनभने आइफोन अरू एन्ड्रोइडभन्दा महँगो रहेको छ थोरै, तर एकचोटि लिनुहोस् र साल 6-7 वर्ष टिक्छ। त्यसैले सक्नुहुन्छ भने आइफोन नलिनुहोस्, किनभने आइफोन अलिकति महँगो छ, धेरै हाई छ, कसैले किन्न नसक्ने त। तर अब हाई भए पनि किन्ने भन्ने छ, सबैले किनेका छन्, तर पनि आइफोन इज इक्वल्स टु पैसा बर्बाद भनिन्छ नि, मनी लस। आउने केही पनि स्यामसङ लिनुहोस्, सस्तो लिनुहोस्, महँगो लिनुहोस्, तर अरू ठाउँमा इन्भेस्ट गर्नुहोस् क्या। अरू एन्ड्रोइड भन्दा स्यामसङ ठिक छ, युआई राम्रो छ, ब्याट्री ब्याकअप राम्रो छ र लगायत अरू पनि सबै टेक्नोलोजीमा राम्रो रहेको छ, इम्प्रुभमेन्ट गर्छ। एआई आएको छ र एप्पलले एआई ल्याउन सकेको छैन, iOS 26 मा पनि एआई आउन सकेको फुल्ली छैन र अहिले बेटा स्टेटमा रहेको छ र UI 7 मा झन् इम्प्रुभ भएको छ एआई, किनभने स्यामसङ अलिकति नेक्स्ट स्टेप फरवर्ड रहेको छ। र सँगसँगै अब हजुरहरू लिन चाहनुहुन्छ भने स्यामसङै लिनुहोस्, किनभने स्यामसङ इज बेस्ट फर एभ्रिथिङ। डिस्प्ले पनि आफै बनाउँछ र प्रोसेसर पनि आफ्नै छ र ब्याट्री पनि राम्रै खालको दिन्छ, लङ लास्टिङ दिन्छ, किनभने लङ लास्टिङ चिज हुन्छ क्या, एकचोटि युज गर्नु हो भने लङ लास्टिङ। त्यसैले सकेसम्म आइफोन र अरू एन्ड्रोइडतिर भाग्नुभन्दा स्यामसङतिर युज गर्नु, किनभने यो प्रमोसन भिडियो होइन, यो प्रमोसन भन्नु होला, प्रमोसन भयो भने त्यहाँ लेखेरै हालिदिन्छु, तर यो प्रमोसन भिडियो होइन, किनभने जे लङ लास्टिङ हुन्छ, किनकि यो मेहनतको पैसा हो। किनभने मेहनतको पैसा एकचोटि मोबाइलमा इन्भेस्ट गरिसकेपछि त लाखौँ साल टिकोस् न, साल टिकोस्, अन्त सरले चलाउन पाओस् भन्ने हो। त्यसैले स्यामसङ युज गरौँ, किनभने स्यामसङ लङ लास्टिङ रहेको छ। एकचोटि किन्नुहोस् र जीवनभरलाई ढुक्क हुन्छ, 5-6 वर्ष, 2-3 वर्ष, 3-4 वर्ष आफ्नो युजमा भर पर्छ।